नमस्कार। आज हामी एउटा यस्तो विषयमा केन्द्रित छौँ जसले पछिल्लो समय सर्वसाधारणको दैनिकीमा निकै ठुलो असर पारेको छ। सरकारले इन्धन खपत घटाउने र खर्च कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय त गर्यो, तर यसको प्रत्यक्ष मार अस्पताल, विद्यालय र सरकारी कार्यालयहरूमा सेवा लिन पुग्ने नागरिकहरूमा परेको छ। यो बिदा राहत हो कि आहत भन्ने अहिले जनजनमा गुनासो फैलिएको छ। आइतबार बिहान 10 बज्दा काठमाडौँ लगायत देशका विभिन्न सरकारी कार्यालयहरू सुनसान छन्, तर टाढा टाढाबाट काम लिएर आएका सेवाग्राहीहरू भने अन्योलतामा गेटमा बाहिरै कुरिरहेको भेटिन्छन्। हप्तामा 2 दिन बिदा हुँदा आइतबार हुने काम अब सोमबारका लागि सर्छ, जसले गर्दा हप्ताको पहिलो कार्यदिनमै कार्यालयहरूमा थेक्नु नसक्ने गरी भिड बढ्न थालेको छ। सेवाग्राहीको भनाइअनुसार गाउँबाट नागरिकता बनाउन आएका हौँ, आइतबार बिदा रे, होटलमा बसेर खर्च मात्रै बढ्यो, एउटा सानो कामका लागि दुई दिन कुर्नुपर्ने अवस्था आयो। यो त रह्यो सरकारी कार्यालयको अवस्था। त्यस्तै गरेर स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा पनि आइतबार बिदा निल्नु न ओकल्नु भएको छ। शनिबार र आइतबार गरी लगातार 2 दिन ओपिडी बन्द हुँदा सोमबार बिरामीको चाप अत्याधिक हुने गरेको छ। गम्भीर प्रकृतिका जाँच र शल्यक्रियाका लागि बिरामीहरूले महिनौँ कुर्नुपर्ने बाध्यता लम्बिएको छ। चिकित्सकको भनाइअनुसार लगातार 2 दिन बिदा हुँदा फलोअपमा आउने बिरामीलाई गाह्रो हुन्छ। सोमबार यति धेरै चाप हुन्छ कि हामीले बिरामीहरूलाई पर्याप्त मात्रामा समय नै दिन सक्दैनौँ। त्यस्तै गरेर शिक्षा क्षेत्रमा त यो निर्णय झनै पेचिलो बनेको छ। पाठ्यक्रम पुरा गर्न शिक्षकहरूलाई दबाब छ भने विद्यार्थीहरूको सिकाइ गति बेथुलिएको छ। आइतबारको बिदाका कारणले कतिपय निजी विद्यालयहरूले शनिबार कक्षा सञ्चालन गर्न थालेका छन्, जसले गर्दा विद्यार्थी र शिक्षक दुवैलाई मानसिक थकाइ बढेको छ। आइतबारको बिदाले निम्ताएका केही समस्याहरू: 6 दिनको काम 5 दिनमा सक्नुपर्दा कर्मचारीहरूमा कार्यबोझ र सेवाग्राहीहरूमा शास्ति बढेको छ। होटल र यातायातमा खर्च वृद्धि भएको छ। विद्यालय र अस्पतालको पूर्व निर्धारित समय तालिकामा अवरुद्ध भएको छ। नीति निर्माण गर्दा जनताको आधारभूत आवश्यकता र सेवा प्रवाहको पाटोलाई ध्यानमा नदिँदा यस्ता समस्याहरू निम्तिने गर्छन्। आइतबारको बिदाले इन्धन त केही हदसम्म जोगिएला, तर नागरिकले पाउने शास्ति र समयको बर्बादीको हिसाब कसले राख्ने? सम्बन्धित निकायको ध्यान जाओस्।